गुस्से में रेड रेड ये फेस पसंद है, बेबी को बेस पसंद है, हाय बेबी को बेस पसंद है। Hello, can I have your first name? Yes, ma'am. My first name is L. And my last name is G-U. Your last name will be G-U-R-U-N-G. Alright, thank you for being on hold. Hello? Hello. Yes, just hold on, okay? Let me transfer your call, okay? Hold on, alright? Okay, thank you, thank you. Thank you very much. नमस्कार नमस्कार तपाईको नाम चाहिँ लाइ अनि मलाई चाहिँ तपाईको यो कल मलाई एउटा इन्टरप्रिटरमा मलाई यहाँनिर इन्टरनल रेभिन्यू सर्भिसको इन्टरप्रिटरमा मलाई ट्रान्सफर गरेको छ यो कल है अनि तपाईलाई म के हेल्प गर्न सक्छु होला के सहायता गर्न सक्छु होला अहिले यहाँ फेरि फोन आएको थियो हजुर फोन आएको रहेछ मेरो फोनमा हजुर अनि कल ब्याक गरेको ए तपाईको फाइल मैले चेक गर्दाखेरि चाहिँ यहाँनिर के भन्दैछ भने तपाईँ मलाई के सहायता गर्न सक्नुहुन्छ कि तपाईँ युनाइटेड स्टेटमा तपाईँ कति साल भयो आउनुभएको कुन सालमा तपाईँ चाहिँ युनाइटेड स्टेटमा चाहिँ एन्टर हुनुभएको कुन सालमा आउनुभएको तपाईँ म आएको लगभग 2 वर्ष लाग्यो 2 साल भयो है तपाईलाई त्यसो भने तपाईँ कहिले कुन सालमा आउनु भएको 2 साल भएपछि मतलब 2010 मा 10 11 12 त अलिक पछाडि नै हो अहिले 2017 अहिले त 17 हजुर 2017 हो त्यसो भनेपछि 15 तपाईँ है हजुर 15 2015 मा तपाईँ 2015 मा एन्टर उयो हुनु भएको रहेछ एन्टर हुनु भएको रहेछ 2 साल भएछ तपाईलाई तपाईको रेकर्ड मैले चेक गर्दाखेरि चाहिँ अन्तखेरि तपाईँ एक्लै हुनुहुन्छ युएस मा कि तपाईको कोही फ्यामिली कोही हुनुहुन्छ म एक्लै भन्दा पनि म मेरो फ्यामिली त छैन तर म साथीहरुसँग बस्ने गर्छु तर उहाँहरु पनि हुनुहुन्छ ए हजुर हुन्छ म तपाईलाई यो के को विषयमा हामीले कल गरेको हो भन्दाखेरि तपाईलाई इंग्लिश बुझ्नु साह्रो परेर अन्तखेरि है मलाई यो ट्रान्सफर गरिएको कल हो है तपाईलाई म के भन्न तपाई गाडी चलाइरहनु भएको छ अहिले हैन हजुर म घरमा तपाई गाडीमा ए हुन्छ सुन्नुस् है म तपाईलाई एक्सप्लेन गर्छु तपाईलाई म सबै कुरा बताउँछु है फर्स्टमा चाहिँ तपाईले मेरो नाम एकदमै जान्नु जरुरी छ है यो किनभने यो चाहिँ कल हामी दुई जना बात गरिरहेको छ यो चाहिँ एकदमै रेकर्ड भएको छ अटर्नी जनरल अफिसमा र कोर्ट हाउसमा यो रेकर्ड भइरहेको छ है अनि तपाईले मेरो नाम मेरो ब्याच आईडी नम्बर तपाईले सबै लेख्नुहोस् ल मेरो नाम लेख्नुहोस् प्रीति शर्मा प्रीति शर्मा है प्रीति शर्मा हजुर हुन्छ तपाईले लेख्नुहोस् ल किनभने यो रेकर्ड भएको हुन्छ फेरि म अहिले फेरि तपाईलाई भेरिफिकेसनको लागि म तपाईलाई माग्दाखेरि फेरि तपाईले गर्नुपर्छ नि त तपाईले लेखिराख्नुहोस् मेरो नाम ल हजुर लेख्न चाहिँ अलिकति आउँदैन तपाईले त्यसो भने तपाईले लेख्नु सुन्नुहोस् न तपाईले लेख्न सक्नुहुन्न भने तपाईले माइन्डमै राख्नुहोस् न दिमागमा राख्नुहोस् कि के हो भनेर हो मेरो नाम हजुर हुन्छ मेरो नाम प्रीति शर्मा हो अन्त मेरो आईडी नम्बर चाहिँ मेरो यो इन्टरनल रेभिन्यूको आईडी नम्बर चाहिँ हो गभर्नमेन्ट सर्भिस
3197 हुन्छ। अनि तपाईलाई म यसको बारेमा के भन्न चाहन्छु भनेको चाहिँ हामी चाहिँ इन्टरनल रेभिन्यू सर्भिस गभर्नमेन्ट सर्भिसबाट तपाईलाई बोलाएको हो। अनि तपाईको यो 2015 मा तपाईले एन्टर हुनुहुँदाखेरि चाहिँ 15, 16, 17 तपाईको कसले चाहिँ ट्याक्स भरिदिँदैछ तपाईको बिहाफमा तपाईले मलाई भन्न सक्नुहुन्छ। जस्तै तपाईको एकाउन्टेन्टले जस्तै हुन्छ नि एकाउन्टेन्टले फाइल गर्छ, कसैको सीपीए, कसैले कम्पनीले फाइल गर्छ नि ट्याक्स, त्यो तपाईको ट्याक्स भन्दैछ। हजुर ट्याक्सबाट फोन गर्नुभएको हो? त्यो म ट्याक्स सर्भिसबाट म फोन गरेको हो। कसले चाहिँ तपाईको ट्याक्स चाहिँ भरिदिँदैछ 2015 देखि? म चाहिँ यो यहाँ बस्दा रहेछन् मान्छे भरिदिनको लागि अनि त्यही लिएर गएर भनेको। हुन्छ सुन्नुहोस् है के छ भन्दाखेरि चाहिँ तपाईको त्यो तपाईले जुन ट्याक्स भर्नुहुन्छ नि त्यो ट्याक्समा चाहिँ तपाईको एमाउन्ट चाहिँ अलिकति नि कम्ती भएको छ। जस्तै तलमाथि भएर गएको छ तपाईको ट्याक्समा चाहिँ। जस्तै म तपाईलाई एउटा उदाहरणको लागि म एउटा तपाईलाई भन्छु है। तपाईले सपोज दुकानमा जानु हुँदाखेरि 1000 को सामान किन्नु भयो अरे हुन्छ। 1000 को सामान तपाईले किन्दाखेरि चाहिँ तपाईको बिल 1000 भयो, तर तपाईले त्यसमा चाहिँ 700 नभए भने 600 मात्रै तपाईले पे गर्नुभयो भने चाहिँ त्यहाँबाट तपाईको 300 र 400 चाहिँ हामीले पाउन सक्दैनौँ होइन। त्यस्तै भएको छ तपाईको ट्याक्समा चाहिँ हुन्छ। त्यही कारणले गर्दा चाहिँ आज यो तपाईको ट्याक्स कम्ती भएको कारणले गर्दा चाहिँ तपाईको माथि चाहिँ एउटा लसुट भन्ने एउटा केस फाइल भएको छ। अन्त तपाईको माथि चाहिँ एरेस्ट वारेन्ट भन्ने उयो भएको छ, लागू भएको छ, एरेस्ट वारेन्ट इस्यु भएको छ तपाईको नाममा चाहिँ हो। अन्त त्यही कारणले गर्दा चाहिँ तपाईकोमा जति पनि गभर्नमेन्टको एउटा युएस गभर्नमेन्टको 26 कोड भन्ने एउटा छ, 101 भन्ने एउटा कोड छ। त्यसमाथि चाहिँ नि तपाईलाई चाहिँ तपाईको त्यो गभर्नमेन्टले निकालेको रुल चाहिँ तपाईकोमा जति पनि प्रपर्टीहरू छ जस्तै तपाईको घर, तपाईको कार, तपाईको एकाउन्ट अनि तपाईको जति पनि छ त्यो चाहिँ सबै सिज हुनेवाला छ। अनि तपाईको सोशल सिक्युरिटी नम्बर तपाईले पाउनु भएको छ भनेदेखि त्यो ब्ल्याक लिस्टेडमा जानेछ हुन्छ। अन्तखेरि तपाईको त्यो जुन पासपोर्टहरू छ त्यो सबै ब्ल्याक लिस्टेडमा जानेछ। त्यही कारणले गर्दा चाहिँ तपाईको यहाँनिर मैले आउटस्ट्यान्डिङ ब्यालेन्स देखिरहेको छु। यो तपाईको आउटस्ट्यान्डिङ ब्यालेन्स चाहिँ यहाँनिर मैले हेर्दैछु त्यसमा चाहिँ 3500 चाहिँ तपाईको त्यो 2015, 16, 17 गर्दाखेरि चाहिँ तपाईको आउटस्ट्यान्डिङ ब्यालेन्स चाहिँ 3500 भएर गएको छ। अनि तपाईले आज हामीले तपाईको त्यो जुन ब्याकग्राउन्डहरू तपाईको चेक गर्दाखेरि चाहिँ हामीले देख्यौँ कि तपाई चाहिँ एकदमै इनोसेन्ट हुनुहुँदो रहेछ। तपाईले केही जान्नु हुँदैन रहेछ यसको बारेमा, मतलब इनोसेन्ट। अन्त तपाईकोमा केही पनि क्रिमिनल रेकर्ड्सहरू चाहिँ छैन रहेछ। अन्त तपाई चाहिँ एकदमै जेन्युन रहेछ, युएसमा चाहिँ बस्नु भएको रहेछ भनेर चाहिँ आईआरएस गभर्नमेन्टले चाहिँ दुईटा अप्सन दिएको छ तपाईमा हुन्छ। एउटा फर्स्टको सुन्नुहोस् है, फर्स्टको अप्सन चाहिँ एउटा चाहिँ तपाईले यो तपाई चाहनु भयो भने चाहिँ यो एमाउन्ट तपाईले आउटसाइड कोर्ट सेटलमेन्ट गर्न सक्नुहुन्छ हामीसँग हैन, हामी हेल्प गर्छौँ। अन्त सेकेन्ड अप्सन चाहिँ तपाईलाई के छ भन्दादेखि चाहिँ तपाईले एउटा अटर्नी, एउटा क्रिमिनल अटर्नी हायर गर्नुपर्छ हैन, क्रिमिनल अटर्नी हायर गर्नुपर्छ। अन्तखेरि तपाईले चाहिँ यो चाहिँ केस चाहिँ कोर्ट हाउसमा, फेडरल कोर्ट हाउस वाशिङटनमा गएर यो केस चाहिँ तपाईले फाइट गर्नुपर्छ। सो हामी तपाईमा एरेस्ट वारेन्ट गर्नुभन्दा अगाडि चाहिँ तपाईमा चाहिँ जान्न चाहन्छौँ कि तपाई के गर्न चाहनुहुन्छ, तपाई रिजल्भ गर्न चाहनुहुन्छ कि फाइट गर्न चाहनुहुन्छ यो चाहिँ सिचुएसन चाहिँ भनेर कल दिएको हो। तपाईँ के गर्नुहुन्छ, तपाईँ के गर्न चाहनुहुन्छ, तपाईँ रिजल्भ गर्न चाहनुहुन्छ कि तपाईँ फाइट गर्न चाहनुहुन्छ? तपाईँ मलाई भन्नुहोस्, म मेरो जो अफिसर हुनुहुन्छ हैन म त्योसँग बात गरेर म तपाईलाई हेल्प गर्छु। के गर्न चाहनुहुन्छ, तपाईँ के पे गर्न चाहनुहुन्छ कि तपाईँ क्रिमिनल अटर्नी? हेर्नुहोस्, अटर्नी हायर गर्नु युएसमा धेरै साह्रो पर्छ किनभने
हाम्रोमा धेरै यस्तो केसहरू आएको छ बाहिरबाट आउने यही युएसमै बस्ने जति पनि मान्छेहरू छ उनीहरू पनि जेलहरू गएको छ 5-5 साल। तपाईँले सपोज हायर गर्नुभयो भने अटर्नीलाई पैसा दिनुपर्छ होइन। अन्त त्यसमा पनि होइन तपाईँले यदि तपाईँ केस हार्नुभयो भनेदेखि कोर्ट हाउसमा यदि हार्न भयो भनेदेखि तपाईँले 75,000 कोर्ट हाउसमा पे गर्नुपर्छ। अन्त तपाईँको जति पनि एसेट तपाईँको जति पनि तपाईँ बाहिरबाट आउनु भएको छ तपाईँले त्यहाँनिर डिपोर्ट गरिन्छ, तपाईँले त्यहाँ पठाइन्छ। अन्त तपाईँले त्यहाँनिर भएको तपाईँ जहाँबाट पनि आउनु भएको तपाईँको त्यहाँनिर पनि सबै गभर्मेन्टले सिज गरिदिन्छ हो। अन्तखेरि त्यति मात्र होइन तपाईँ 5 साल पनि तपाईँ जेलमा बस्नुपर्छ। त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँ भन्नुहोस् तपाईँको जे इच्छा छ तपाईँ भन्नुहोस्। तपाईँ रिजल्भ गर्न चाहनुहुन्छ भने तपाईँ गर्नुहोस्, नभए भने चाहिँ तपाईँले फाइट गर्न सक्नुहुन्छ। के गर्नुहुन्छ तपाईँ यदि तपाईँ गर्न चाहनुहुन्छ रिजल्भ 3,500 तिरेर भन्नुभएदेखि म तपाईँलाई एकदमै तपाईँले मलाई बहिनी भन्दा पनि हुन्छ, म तपाईँलाई हेल्प गर्छु। किनभने मैले धेरै नेपालीहरूलाई मैले है धेरै सहायता गरेको छु है। अन्त तपाईँ कहाँबाट चाहिँ हुनुहुन्छ भन्नुहोस् त? तपाईँ नेपालबाट? हजुर म नेपालबाटै हो। म अहिले भर्जिनियामा। भर्जिनिया हजुर भर्जिनियाको हजुर केही छैन तपाईँलाई है। अन्तखेरि केही सुर्ताउनु पर्दैन। तपाईँ यदि रिजल्भ गर्नुहुन्छ भने म तपाईँलाई उयो गर्छु। अन्तखेरि तपाईँ जस्तो रिजल्भ गर्न सक्छ होइन तपाईँलाई म भोलिको दिनमा तपाईँ म तपाईँ फिजिकल एड्रेस तपाईँले मलाई दिनुहोस्। म तपाईँकोमा आएर तपाईँले कुनमा चाहिँ तपाईँले मिस्टेक गरेको छ म त्यो सबै तपाईँलाई बुझाउने छु। हुन्छ त तपाईँ भन्नुहोस् के गर्न चाहनुहुन्छ? रिजल्भ गर्नुहुन्छ कि फाइट गर्नुहुन्छ? त्यति मात्र भन्नुहोस्। अब हजुर अब एकैचोटि यस्तो खालको समस्या आइरहेको अब खोइ के कसो हो मैले त अब कुरो पनि बुझिएन। अब कताबाट के भयो पैसा कहाँ के भयो अब त्यस्तै अब समस्या हुन्छ भने त अब यहाँ अब कानुनमा बस्नै पर्यो होइन र? त्यो त म बुझ्छु हेर्नुहोस्, म बुझ्छु तपाईँमा होइन। किनभने यो चाहिँ साह्रो छ। किनभने युएसमा जब हामी आउँछौँ नि हाम्रो हामीले गभर्मेन्टको उयसमा अथोरिटीमा बस्न हामीलाई धेरै साह्रो पर्छ। किनभने यहाँको युएस ल नै डिफ्रेन्ट छ, अलग्गै छ हाम्रो भन्दा चाहिँ है। म पनि तपाईँलाई थाहा छ नेपालको धरानबाट म आएको यहाँनिर पनि इन्टरनल रेभिन्यूमा सर्भिस गर्नको लागि म आएको हो होइन। मेरो यहाँनिर युएसमा मेरो लगभग 7 साल भइसक्यो यहाँनिर काम गरेको होइन। धेरै यस्तो नेपाली मान्छेहरू छ उनीहरू आउँछ तर उनीहरूले त्यो ट्याक्सको बारेमा बुझेकै हुँदैन। जस्तो तपाईँले आज गर्नुभएको छ त्यस्तै भएको छ। 1-2 जना मान्छेले उनीहरूले त झन् नपताएर उनीहरूले के गर्यो उनीहरूले पे पनि गर्नु सकेन, कसैले पैसा नभएर उनीहरूले गर्नु पनि सकेन पे। त्यही कारण उनीहरू डिभोर्ट भएर अझै उनीहरू जेलमा पनि भइरहेको छ 5 साल। न उनीहरूले घर परिवारसँग कन्ट्याक्ट गर्नु सक्छ न केही गर्नु सकिरहेको छ। त्यही कारण गर्दा तपाईँ मलाई विश्वास गर्नुहोस्, ट्रस्ट गर्नुहोस्, विश्वास गर्नुहोस् कि म तपाईँको बहिनी नै हो भनेर म तपाईँ मेरो दाइ हुनुहुन्छ भनेर म तपाईँलाई सहायता गर्छु। तपाईँले केही गर्नु पर्दैन, चिन्ता पनि गर्नु पर्दैन, म तपाईँलाई हेल्प गर्छु। अन्त भोलिको दिनमा फिजिकली मै आएर तपाईँलाई भेट्छु। तपाईँको एड्रेसहरू मलाई भेरिफाई गर्नुहोस्, म अपडेट पनि गरिदिन्छु हाम्रो यो गभर्मेन्ट सर्भिसमा होइन, ट्याक्स सर्भिसमा म अपडेट पनि गरिदिन्छु। अन्त म तपाईँलाई सबै एक्सप्लेन गरिदिन्छु भोलिको दिनमा। तर तपाईँले आज तपाईँ भन्नुहुँदैछ तपाईँ रिजर्भ गर्छु भनेर है? हजुर हजुर अब के गर्नु पर्यो नि अब नानी अब गर्नु पर्यो नि। त्यो त म बुझ्छु तपाईँले गर्नुहुन्छ होइन। तर भए पनि अब तपाईँले रिजर्भ गर्नुभन्दा अगाडि चाहिँ यो रेकर्ड भइरहेको छ कल तपाईँकोमा के यो एमाउन्ट यो पैसा तपाईँकोमा छ 3,500 छ तपाईँकोमा कि तपाईँले यो नानी अहिले चाहिँ अब त्यति चाहिँ छैन सबै पैसा चाहिँ होइन अब छैन। हजुर तपाईँकोमा 3,500 छैन भनेदेखि पनि ठिकै छ नहोस्। तर तपाईँले भन्नुहोस् आज तपाईँकोमा कति चाहिँ एमाउन्ट छ अनि तपाईँलाई मन्थली थाहा छ? तपाईँले मन्थमै पछि तपाईँले मन्थली पेमेन्टमा पनि तपाईँले जानु सक्नुहुन्छ। मन्थली पेमेन्टमा तपाईँले जस्तै $200, $150 तपाईँले तिर्नु सक्नुहुन्छ। तर आज चाहिँ तपाईँले एकदमै जरुरी चाहिँ के छ भने तपाईँको नाममा चाहिँ एरेस्ट वारेन्ट इस्यु भएको छ हो। अन्तखेरि त्यही कारणले गर्दा त्यो स्टप गर्नुको लागि चाहिँ तपाईँले मिनिमम तपाईँकोमा जति एमाउन्ट छ त्यो पे गर्नुहोस्। अनि तपाईँले अरू एमाउन्ट चाहिँ तपाईँले मन्थली तपाईँले तिर्नु सक्नुहुन्छ।
त्यो पनि म तपाईँलाई मन्थली त्यो पेमेन्ट प्लान पनि म तपाईँलाई सबै कागजहरू म तपाईँलाई दिनेछु, तपाईँको इमेलमा म सेन्ड गरिदिनेछु होइन। अन्त तपाईँले त्यो कारणले गर्न सक्नुहुन्छ। तपाईँले मन्थमा कति चाहिँ तिर्नु सक्नुहुन्छ त्यो भन्नुहोस्। मन्थली तपाईँ कति तिर्नुहुने, जस्तै 200, 100 कति डलर चाहिँ पे गर्न सक्नुहुन्छ? अब नानी अहिले मसँग भन्नुपर्दा 1500 रुपियाँ जस्तो छ नानी होइन। अनि कति 1500 तपाईँकोमा अहिले चाहिँ 1500 डलर छ होइन, 1500 डलर तपाईँकोमा अहिले छ। हुन्छ केही छैन। तपाईँ मन्थली चाहिँ तपाईँ कति तिर्नुहुने? मन्थली जस्तै मन्थमा तपाईँ कति तिर्नु इन्स्टलमेन्ट? 100 डलर तिर्नुहुन्छ कि 200 डलर तिर्नुहुन्छ कि कति तिर्नुहुन्छ कि म भन्नु पर्यो नि म अफिसरलाई पनि? हजुर यसो गरौँ न, अब 200 रुपियाँ भन्दा पनि नानी 100 रुपियाँ मिलाइदिनुहोस् न सक्नुहुन्छ भने, अनि म 100 रुपियाँ हुन्छ मन्थली। हुन्छ त्यसो भने तपाईँले एक काम गर्नुहोस्, तपाईँले मन्थली तपाईँले 100 रुपियाँ डलर पे गर्नुहोस्, मन्थै पछि 100 रुपियाँ डलर गर्नुहोस्। हुन्छ अन्तखेरि तपाईँले अहिले चाहिँ तपाईँले 1500 डलर तपाईँले पे गर्नुहुन्छ है? हजुर हुन्छ हजुर हजुर। तपाईँको इमेल तपाईँको एड्रेस भन्नुहोस् त, म एड्रेस पनि अपडेट गरिदिन्छु। अन्त तपाईँको इमेल एड्रेस पनि दिनुहोस्, म तपाईँलाई त्यो सबै डकुमेन्ट्सहरू म तपाईँलाई इमेल एड्रेसमा फ्याक्स गरिदिन्छु। भन्नुहोस् त तपाईँको एड्रेस। हजुर एड्रेस त अब त्यति भन्न त आउँदैन, तर अब कोही पनि छैन। नम्बर चाहिँ अलिकति थाहा छ। नम्बर हजुर नम्बर भन्नुहोस्, तपाईँ नम्बर भन्नुहोस्, म हेल्प गर्छु तपाईँलाई। नम्बर भन्नुहोस् के भन्दो रहेछ? पोस्टल कोड। हजुर पोस्टल कोड जिप कोड भन्नुहोस् त तपाईँको। एकछिन नानी मैले लेखेको छु कि, एकैछिन बस्नु ल। हजुर हुन्छ जिप कोड भन्नुहोस् ल। अन्तखेरि सुन्नुहोस् है, यो कल रेकर्डेड हुँदैछ, तपाईँ एक्लै हुनुहुन्छ होला नि त्यहाँनिर है? हजुर म एक्लै छु, कोही छैन नानी। किनभने यो रेकर्डेडमा कि अरू थर्ड पर्सन हुन्छ नि त्यो आउनु सक्दैन, किनभने तपाईँ र यो इन्टरनल रेभिन्यू सर्भिसको बिचमा यो कन्भर्जेसन भइरहेको छ बात कि, त्यही कारण अरू थर्ड कोही पर्सन आयो भने चाहिँ मेरो सिस्टमले चाहिँ अटोमेटिक ह्याङअप हुन्छ कल, अन्त तपाईँलाई हेल्प गर्नु सक्दैन। त्यही कारण एकदमै ध्यान दिनुहोस् ल। कसै आयो भने पनि होइन मेरो काम हो, म साथीहरूसँग बोलेको यस्तोहरू भनिदिनु, म छोरीसँग बोलेको त्यस्तै बहाना बनाइदिनुहोस्। हुन्छ किनभने मेरो सिस्टमले फेरि अटोमेटिक ह्याङअप गरिदिन्छ, त्यही कारण म तपाईँलाई हेल्प गर्न सक्दिनँ। तपाईँले भन्नुहोस् मलाई जिप कोड, म तपाईँलाई हेल्प गर्छु। मेरो जिप कोड भनेको 2 हुन्छ 2 0 0 1 1 तिमी आकारलाई पनि त्यति भ्याउँदैन, एकछिन 1 कस्तो होला? 1 हजुर, अनि 0 होला हजुर, 0 अनि फेरि 1 यसो हो। म फेरि एकताल रिपिट गर्छु र 2 0 1 0 1 हौ त्यो भन्नुभएको? हजुर एकछिन जान्दछु म। अन्त तपाईँको एड्रेस चाहिँ तपाईँलाई थाहा छैन भनेपछि है? हजुर थाहा छैन, म त त्यही एकजना मेरो आफ्नो मान्छेसँग बसेको थिएँ। कोही हुन्छ एकछिन पर्खिनुहोस्, म तपाईँको जिप कोड चेक गरिहाल्नु म एकताल। अन्त तपाईँको इमेल एड्रेस थाहा छ तपाईँलाई? इमेल एड्रेस चाहिँ भन्नुहोस् त। इमेल एड्रेस बाबु अब लेख्न त आउँदैन, इमेल र सिमेल कहाँबाट आउनु र? होस् त्यसो भने नगर्नुहोस्, तपाईँले उयो गर्नु पर्दैन, मै तपाईँलाई बुझाइहाल्छु हो। तपाईँको जिप कोड चाहिँ 20101 है? हजुर त्यस्तै हुनुपर्छ। त्यसो भनेदेखि चाहिँ तपाईँलाई पर्खिनुहोस् है, म चेक गरेर म भन्दैछु। एकैछिन पर्खिनुहोस् है, म चेक गरौँ एकताल। मैले लेखेर आएको थिएँ। तपाईँ भर्जिनियामा हुनुहुन्छ? हजुर भर्जिनियामा, यो लाउन्डुन के भन्नेमा हो? डुलर्स भर्जिनियामा हुनुहुन्छ तपाईँ। हाम्रो यहाँ सिस्टमले बताउँदैछ तपाईँ डुलर्स भर्जिनियामा हुनुहुन्छ। तपाईँको जिप कोड त्यही रहेछ, 20101 रहेछ तपाईँको जिप कोड। तपाईँले ठिकै भन्नुभयो हो। अन्त तपाईँकोमा अहिले यो 1500 चाहिँ तपाईँकोमा क्यास छ कि तपाईँ ब्याङ्कमा गएर निकाल्नु पर्छ? मसँग क्यासै छ बाबु, मेरो ब्याङ्क चाहिँ त्यति म उयो गर्दिनँ, म क्यासै राख्छु। क्यासै राख्नुहुन्छ? हुन्छ तपाईँ एकैछिन होल्ड गर्नुहोस्, तपाईँ ह्याङअप नगर्नुहोस्।
म मेरो अफिसरसँग बात गर्छु कसरी चाहिँ 1500 चाहिँ तपाईँले तिर्नुपर्ने हो म तपाईँलाई भन्छु अन्त म तपाईँलाई गर्छु पर्खिनुहोस् एकछिन पर्खिनुहोस् हुन्छ 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 पर्खिनु ह्याङअप चाहिँ नगर्नुहोस् है एकदमै हुन्छ पर्खिनुहोस् हेलो हजुर हेलो ए हुन्छ तपाईँलाई धन्यवाद है अन्त सुन्नुहोस् न तपाईँको जिप कोड पनि यहाँनिर 201011 त नि तपाईँले भन्नुहोस् तपाईँलाई कुनै स्टोरहरू छ थाहा छ एउटा यहाँनिर भन्नुहुँदैछ मेरो अफिसरले चाहिँ भन्नुहुँदैछ यहाँनिर गभर्मेन्ट अथोराइज स्टोर छ तपाईँले त्यहाँ गएर पेमेन्ट गर्नुपर्छ आफैले गएर त्यहाँ पेमेन्ट गर्नुपर्छ त म तपाईँलाई हेल्प गर्छु यो तपाईँको फोन नम्बर सेलफोन नम्बर हो कि यो घरको नम्बर हो यो सेलफोन नम्बर होला है यो बोकेर हिँड्ने हो सेलफोन सेलफोन त्यसो भने हजुर सेलफोन हो त बोकेर हिँड्नुहुन्छ हेर्नु तपाईँ एउटा यहाँनिर भन्दैछ हाम्रो अफिसरले त्यहाँनिर तपाईँ फिजिकली तपाईँ जानुपर्छ म तपाईँलाई हेल्प गर्छु तपाईँ कहाँ गएर चाहिँ यो पेमेन्ट गर्नुहोस् हो तपाईँलाई म यो तपाईँको मोबाइलमा ब्याट्री चार्ज छ फुल ब्याट्री छ होला है हजुर अहिले पनि म यहाँ चार्जरमा लाएर बोल्दैछु ए हुन्छ हुन्छ चार्जमै लगाएर तपाईँ बोल्नुहोस् है त्यहाँनिर त्यो तपाईँको जिप कोड चाहिँ नि 20101 यहाँनिर चाहिँ उयो भएकै छैन कि जिप कोड देखाएकै छैन तपाईँले एउटा काम गर्नुहोस् न तपाईँको त्यहाँनिर एउटा स्टोरहरू फेडरल स्टोरहरू भन्ने एउटा छ तपाईँलाई थाहा छ टार्गेट स्टोरहरू भन्ने टार्गेट वालमार्ट स्टोर कहाँनिर चाहिँ तपाईँको कति चाहिँ टाढो छ म वालमार्ट स्टोर चाहिँ तपाईँ भएकोदेखि चाहिँ कति चाहिँ टाढो हुनुहुन्छ वालमार्ट स्टोर नजिकै छ टार्गेट यहाँनिर 2-3वटा स्टोरहरू भनिरहेको छ कि यही हो तपाईँको जिप कोड 20101 हो तपाईँको जिप कोड हजुर यही हो मैले यही मलाई पनि खासै थाहा थिएन मैले लेखेर राखेको थिएँ एकचोटि चाहिएन ए होइन मैले हेर्नुहोस् न मैले यहाँनिर नि लगाइरहेको छु जिप कोड कि 20101 म स्टोर तपाईँको लागि खोलिदिँदैछु कि त्यहाँनिर के भन्दा प्लिज एन्टर अ भ्यालिड जिप कोड भनेर आइरहेको छ अनि त्यही कारणले गर्दा म सोधेको कि तपाईँ एउटा काम गर्नुहोस् त्यहाँनिर तपाईँको नजदिकतिर कुनै उयोहरू छ वालमार्ट स्टोर वालग्रिन छ तपाईँकै नजदिकमा छ कतिको टाढो छ वालग्रिन चाहिँ त्यस्तो टाढा छैन यहाँबाट अलिकति हिँड्नुपर्छ ए हुन्छ ए हुन्छ पर्खिनुहोस् म तपाईँ एकैछिन पुग्छु मेरो त्यहाँनिर पाउँछ कि पाउँदैन तपाईँ त्यहाँ भर्नु जानुपर्छ कि पर्दैन भनेर हो म तपाईँलाई भन्छु एकैछिन पर्खिनुहोस् ल एकैछिन हल्ड गर्नुहोस् है हुन्छ एकैछिन पर्खिनु हुन्छ ह्याङअप चाहिँ नगर्नुहोस् है पर्खिनुहोस् ए हुन्छ नानी हुन्छ म तपाईँलाई भन्दैछु पर्खिनुहोस् कि म एड्रेस म दिन्छु एड्रेस होइन तपाईँको छेउमा वालग्रिन छ भने तपाईँ त्यहाँनिर जानुहोस् कि तर एकैछिन पर्खिनुहोस् के चाहिँ तपाईँले गर्नुपर्छ एकैछिन पर्खिनुहोस् हुन्छ नानी हुन्छ हेलो हजुर एकदमै हजुर मैले एउटा बात गरेको थिएँ यहाँनिर मैले मेरो अफिसरसँग बात गरेर मैले भनेको है अन्तखेरि के भन्नुहुँदैछ त्यो वालग्रिनमा तपाईँ जानु सक्नुहुन्छ अन्त त्यहाँ वालग्रिनमा तपाईँ गएर चाहिँ तपाईँले त्यो पेमेन्ट गर्नु सक्नुहुन्छ हुन्छ त्यो तपाईँ त्यहाँ वालग्रिनमा जानुहोस् अन्त म तपाईँसँगै अनलाइन बस्नुपर्छ म तपाईँले कसो गर्नुपर्छ के गर्नुपर्छ म फोनबाटै म तपाईँलाई हेल्प गर्छु हुन्छ हेल्प गरेर म तपाईँलाई कुन चाहिँ के गर्नुपर्छ कुन चाहिँ फर्महरू भर्नुपर्छ म तपाईँलाई हेल्प गर्छु तपाईँ वालग्रिन जानुहोस् अहिले म त फोनमै हुन्छु तपाईँ वालग्रिन जानु सक्नुहुन्छ हुन्छ नगर्नुहोस् अन्त कोही सुन्नुहोस् है दाइ कोही त्यहाँनिर मान्छेहरू भेट्यो भने के हो भन्यो भने चाहिँ तपाईँले होइन मेरो छोरीसँग बात गरेको नि अन्तखेरि यस्तो भन्नुहोस् तपाईँले डिस्क्लोज नगर्नुहोस् म आइआरएससँग बात गरेको यस्तो नभन्नुहोस् किनभने उनीहरूले किनभने उनीहरू धेरै चङ्खो हुन्छ उनीहरू हो अन्त थाहा पाइहाल्यो भने उनीहरूले थाहा पायो भने चाहिँ डाइरेक्ट तपाईँको कम्प्लेन चाहिँ त्यहाँ लोकल अथोरिटी पुलिसमा तपाईँ पुऱ्याइदिन्छ हो डाइरेक्ट पुलिसमा गयो भने हामी हेल्प गर्नु सक्दैनौँ तिनीहरूले तपाईँलाई एरेस्ट गरिहाल्छ तपाईँ जहाँनिर हुन्छ त्यहीँनिर एरेस्ट गर्छ त्यही कारणले गर्दा तपाईँ अहिले वालग्रिन जानुहोस् त तपाईँ
गएर यतिकै म्युटमा नराख्नुहोस्। सुन्नुहोस् है, म्युटमा नराख्नुहोस्। मलाई आवाज चाहिँ मैले किनभने सुन्नुपर्छ, किनभने यो रेकर्डेड मैले सब्मिट गर्नुपर्छ कोर्ट हाउसमा, किनभने तपाईँले भन्नुभएको छ 1500 म पे गर्छु भनेर। त्यही कारण गर्दाखेरि चाहिँ म तपाईँलाई हेल्प गर्छु। यो रेकर्ड चाहिँ अनै हुनुपर्छ ल। तपाईँ जानुहोस्, हिँड्नुहोस्। तपाईँ गाडी छैन होला? तपाईँको गाडी छ? छैन नानी, म हिँडेर गइरहेको छु, म हिँडिसकेँ। ए हुन्छ, हिँडेर जानुहोस् तपाईँ। हिँडेर गएर जब त्यहाँ वलग्रिनको बाहिर, स्टोरको बाहिर, भित्र नपसिहाल्नुहोस्। जब स्टोरको तपाईँ बाहिर पुग्नुहुन्छ नि, त्यति बेला चाहिँ तपाईँले मलाई भन्नुहोस्, छोरी म यहाँनिर स्टोरको बाहिर आइपुगेँ, यति मात्रै भन्नुहोस्। फेरि म तपाईँलाई अरू भेरिफिकेसन चाहिँ म अरू तपाईँलाई गर्छु। हुन्छ हुन्छ नानी। भित्रै चाहिँ नपसिहाल्नुहोस् है, फेरि उनीहरूले चाल पाउँछ। किनभने त्यहाँ गएर तपाईँले के गर्नुपर्छ, कसो गर्नुपर्छ, तपाईँ एकदमै स्मार्ट हुनुपर्छ। यहाँ तपाईँ नडराउनुहोस्, म तपाईँलाई हेल्प गर्दैछु। छोरी जस्तो भएर म तपाईँलाई सहायता गर्दैछु, नडराउनुहोस्। हुन्छ, अनि म तपाईँलाई सबै उयसहरू दिन्छु। तपाईँ त्यहाँ जस्तो पक्नुहुन्छ स्टोरभित्र नपुगिहाल्नुहोस्, बाहिर नै बस्नुहोस्। बाहिरबाटै तपाईँ मसँग बोल्नुहोस्, अन्त तपाईँलाई के प्रब्लम म भन्छु, त्यहाँ गएर के गर्नुपर्छ। हुन्छ 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 हुन्छ। तपाईँ जाँदै गर्नुहोस्, वलग्रिन जानुहोस् तपाईँ। तर अनै राख्नुहोस् है, फोन चाहिँ अनै राख्नुहोस्, न्युजहरूमा नगर्नुहोस् है। हुन्छ हुन्छ हुन्छ। अनि नानी चाहिँ कुन ठाउँमा भन्नुभयो नेपाल? धरान हुन्छ नि, धरानबाट हो म चाहिँ। मेरो त 7 साल भइसक्यो यहाँनिर कि। म थापा। ए थापा हो? प्रीति थापा हो। हजुर, म प्रीति थापा हो कि। अन्तखेरि नि त्यही कारण म चाहिँ त्यो नेपालीहरू कति हुन्छ भन्नुहोस् न, यहाँ इमिग्रेसनहरू भन्ने बाहिरबाट आएर बसेको हुन्छ कि, उनीहरूले कति गल्ती गर्छ। उनीहरूले फेरि पत्याउँदैन। फेरि यस्तो हो, उनीहरूलाई कति ट्रान्सलेटर हामी गर्छौँ होइन। कसै मान्छे त भन्नुहोस् न जेलमा बसिरहेको छ अझै 5 सालको लागि। उनीहरूलाई अहिले पुरा रिग्रेट हुँदैछ। उनीहरूले जेलमा बसिसकेपछि चाहिँ उनीहरूले न लयर हायर गर्नु सक्छ, उनीहरूलाई बोल्नु पनि पाउँदैन, न मोबाइलहरू। उसको सबै प्रपर्टी नै छिनिन्छ हो। त्यही कारणले गर्दाखेरि चाहिँ उनीहरूले उयो गरिरहेको छ। अब उनीहरूले त्यति मात्र होइन, उसलाई त डिपोर्ट गरिन्छ। जस्तै नेपालबाट आएको छ, उनीहरू डिपोर्ट हुन्छ, उनीहरू नेपालमा जान्छ हो। नेपालमा गएर फेरि उनलाई जति पनि गभर्मेन्ट त्यहाँ नेपालमा गएर जति पनि उनीहरूको प्रपर्टीहरू छ त्यो गभर्मेन्टले अन्डरमा गर्छ, गभर्मेन्टको अन्डरमा बस्नुपर्छ उनीहरू। हौ त्यस्तो भएको छ। अनि त्यही कारणले गर्दा चाहिँ तपाईँ चाहिँ एकदमै हामीले चेक गर्यो, किन हामी धेरै चेकहरू गर्छौँ कि कस्तो चाहिँ मान्छे चाहिँ इनोसेन्ट छ, उसको उयो चाहिँ ब्याकग्राउन्ड कस्तो कस्तो छ। कसै पुरा फ्यामिली ब्याकग्राउन्डहरू चेक गरिकन हामी उसलाई मात्रै चान्स दिन्छौँ। अन्त तपाईँकोमा चाहिँ केही पनि रेकर्ड छैन रहेछ, नराम्रो रेकर्ड्सहरू छैन रहेछ होइन। त्यही कारणले गर्दा चाहिँ तपाईँलाई चाहिँ यो चान्स चाहिँ तपाईँले पाउनु भएको हो। हुन्छ, तपाईँले राम्रो तपाईँले जान्नुहोस्। तपाईँलाई म तपाईँलाई उयो गर्दै गर्छु, गाइड गर्दै गर्छु। तपाईँले उयो गर्नुहोस्। कति छ अझै टाइम पुग्नुको लागि चाहिँ? अब पुग्न लागि अलिकति चाहिँ हिँड्नुपर्छ, बाटो काट्नुपर्छ कि। ए हुन्छ, हजुर। ए हुन्छ हुन्छ, तपाईँले चिन्ता नगर्नुहोस्, म तपाईँलाई हेल्प गरिहाल्छु हो। अन्त त्यही कारण तपाईँको फ्यामिलीमा चाहिँ कति को चाहिँ हुनुहुन्छ? अन्त खासै हुनुहुन्न अहिले चाहिँ। म त्यही मेरो फुपूको छोराकोसँग बस्छु। के काम गर्नुहुन्छ अन्त तपाईँ त्यहाँनिर चाहिँ? म त यसो त्यही कम्पनी छ, चिकन कम्पनी, त्यहीँ गएर यसो काट्ने काम गर्छु। कम्पनीमा काम गर्नु? बेलुकाको काम गर्छु। तपाईँको छुट्टी? हजुर, म बेलुका गर्छु, 5 बजेदेखि जान्छु, लिन आउँछन् गाडी लिएर। तपाईँको अन्त त्यो उयसहरू चाहिँ दाईहरू चाहिँ तपाईँको साथीहरू चाहिँ उनीहरू चाहिँ ड्युटी गएको छ? उहाँहरू अहिले यसो घुम्न भनेर गएका छन्, यहाँ छैनन् अहिले, 1-2 दिनको लागि गएका छन्। यो मतलब त्यहाँनिर चाहिँ? हजुर, म एक्लै छु, कामले गरेर म पनि जान पाइनँ। ए अच्छा अच्छा, तपाईँ एक्लै हुनुहुन्छ? अन्त तपाईँ उयो गर्नुहुँदैछ
हो तपाईँ सुर्ता नगर्नुहोस्। तपाईँले यो नसोच्नुहोस् कि मेरो कोही छैन, म के गर्नु कसो गर्नु, तपाईँले नसुर्ताउनुहोस्। म तपाईँलाई हेल्प गर्दैछु होइन। अन्त म तपाईँलाई फिजिकल्ली म तपाईँलाई आएर पेपर वर्कहरू म तपाईँलाई दिन्छु होइन। तपाईँले हेर्नुहोस् अन्त कसरी गर्दाखेरि चाहिँ के हुन्छ म तपाईँलाई सबै बुझाउँछु। तपाईँले अहिले चाहिँ त्यो पेमेन्ट गर्नुहोस्, अन्त त्यो गरिसकेर चाहिँ तपाईँलाई भइहाल्छ। तपाईँले गाडीहरू ल्याउनु आउँछ कामबाट? हजुर लिन आउँछन् कामबाट 7 बजी कामबाट लिन आउँछ। ए 7 बजी कामबाट आएर तपाईँ कति बेला चाहिँ फर्किनुहुन्छ? अन्त म 5 बजी जान्छु काममा, 6 बजीदेखि काम हुन्छ अनि बिहानको 2-3 बजीतिर छुट्टी हुन्छ बिहान। ए हजुर हजुर हुन्छ हुन्छ। तपाईँ यो गर्दै गर्नुहोस् कि म एकछिन मलाई अफिसरले मलाई बात गर्नुको लागि भन्नुहुँदैछ। तपाईँ जाँदै गर्नुहोस् है ल, हिँड्नुहोस् कि तपाईँले पुग्नु आँट्नु भयो भने मलाई भन्नुहोस् ल स्टोरमा पुगेर। हुन्छ भन्छु। हुन्छ हुन्छ। हेलो हेलो म नानी आइपुगेँ उसको अगाडि वालगिरिङको अगाडि। ए हुन्छ एकछिन पर्खिनुहोस्, त्यहीँ उठ्नुहोस् ल, भित्र नजानुहोस् कि म सोध्छु अन्त तपाईँलाई भन्छु त्यहाँनिर गएर के गर्नुपर्छ। हुन्छ एकैछिन पर्खिनुहोस् ल। हुन्छ नानी हुन्छ। ए हुन्छ हुन्छ धन्यवाद। एकछिन पर्खिनुहोस्। हेलो हेलो हजुर हजुर सुन्नुहोस् न, तपाईँ वालग्रिनको बाहिर हुनुहुन्छ। तपाईँको डलर जेनरलहरू भन्ने कोही स्टोरहरू छ, त्यो पनि फेडरल उयो नै अरे। त्यहाँनिर चाहिँ एउटा तपाईँले के गर्नुपर्छ भने एउटा फेडरल उयो भन्ने एउटा कार्ड पाउँछ, एउटा भाउचर जस्तो पाउँछ, त्यहाँनिर कार्ड हुन्छ हो। त्यो कार्ड चाहिँ तपाईँले किन्नुपर्छ। अन्त तपाईँले चाहिँ त्यो नम्बर यहाँनिर मलाई भन्नुपर्छ, म जेनेरेट गरेर चाहिँ म तपाईँलाई भन्छु हो। त्यहाँनिर चाहिँ वालग्रिनमा चाहिँ नि त्यहाँनिर कम्ती मात्रै पेमेन्ट गर्छ भने 500 रुपियाँ जस्तोको मात्रै पेमेन्ट गर्छ। अन्त अर्को चाहिँ बादमा जानुपर्छ। तपाईँलाई थाहा छ डलर जेनरलहरू भन्ने कुनै जग्गाहरू थाहा छ? डलर जेनरल वालमा डलर जेनरल टाढो छ बाबु। ए अन्त टार्गेट स्टोर पनि तपाईँदेखि पुरा टाढो छ? टार्गेट टाढो छ, हिँडेर आउन सक्ने भनेको त यो चाहिँ यही नै हो। यही हो वालग्रिन। अन्त डलर जेनरलहरू छ? हजुर डलर जेनरलहरू डलर जेनरल भन्ने छ? डलर टिरिजी छ यहाँ, त्यो पनि अलिकति टाढा छ। के भन्नुभएको? डलर के छ भन्नुभएको? डलर टिरी डलर 3 भन्नुहुँदैछ नि। पर्खिनुहोस्, म एकताल म सोध्छु, फेरि पनि म तपाईँलाई भन्छु। त्यहीँभित्र पनि तपाईँले पाउनुहुन्छ कि आउनुहुन्न, एकछिन पर्खिदिनुहोस् ल। हुन्छ। हेलो हजुर हेलो ए हजुर मैले अहिले मेरो अफिसरसँग बात गरेको थिएँ कि मलाई भन्नुहुँदैछ तपाईँ स्टोरको भित्र जानुहोस्, अन्तखेरि नजानुहोस् है, एकछिन म भन्दैछु। तपाईँ स्टोरको भित्र जानुहुन्छ, एउटा नि त्यो गभर्मेन्ट अथोराइज भाउचर त्यहाँनिर तपाईँले पाउनुहुन्छ। एउटा एप्पल आइट्युन्स कार्ड भन्ने तपाईँले पाउनुहुन्छ। तपाईँ एप्पल आइट्युन्स कार्ड तपाईँले पेपर र पेन तपाईँले लेख्नु आउँदैन नि? हजुर आउँदैन त। तपाईँ चिन्नुहुन्छ नि एप्पलहरू लेखेको त, एप्पल आइट्युन्स कार्ड भनेको तपाईँले चिन्नु त सक्नुहुन्छ नि? हजुर चिन्न सक्छु। हजुर म चिन्न सक्छु किनभने म तपाईँ हुन्छ कि यसो गर्नुहोस्। तर तपाईँ हजुर भन्नुहोस् त। मलाई यस विषयमा सबै कुरा थाहा छ है, तपाईँको कुरा के हो भन्ने कुरो मैले सबै कुरा थाहा छ होइन। तर तपाईँको यसमा मैले तपाईँदेखि मलाई माया लागेर आयो र तपाईँ म केही गाली गर्दिनँ, तर म चाहिँ यहाँ अमेरिकामा, म नर्थ क्यारोलाइनामा छु।